भुइँचालो जाँदा त घरभित्रै थियो एकदम आवाज आयो होइन अब टिभी हेरिरहेको थियो त्यस्तो अवस्थामा मेरो बच्चा थियो त्यही त भुइँचालो गइसकेपछि धेरै चुनौतीहरू त आए तर यो जनसमुदायमा धेरै चुनौतीहरू आए खानादेखि लिएर घाँस बाँस कपास सबै धेरै कुराहरू त एउटा चुनौती नै छ तापनि यो खानेपानी नै हामीलाई चाहिँ ठुलो चुनौतीमा अब यो भुइँचालो गइकन चाहिँ यो कुलो एकदम हिँड्न पनि डर लाग्दो थियो पाइला चाहिँ सार्नलाई एकदम जोखिम थियो होइन अनि अहिले चाहिँ अब त्यो कुलो नहुँदाखेरि अब सिँचाइ गर्नलाई एकदम गाह्रो थियो अनि अब त्यसैमा अब कुलो खनेर सिँचाइ गर्नको लागि सजिलो भएको छ होइन त्यसमाथि पनि हामीले काम गरेर अब नगद प्राप्त भएको छ नि त त्यसको लागि धेरै खुसी छ हामीले पहिलेको थाहा नै थिएन हातहरू धुने विधिहरू अनि हामीलाई कक्षामा सरहरूले सिकाए पनि अब आफूभन्दा सानो सानो भाइ बहिनीहरूलाई थाहा थिएन त्यसैले यसरी आउँदाखेरि नि सबैले अब यहाँ आएर सबैले प्र्याक्टिकलै गरेर देखाउनु भयो अनि घरको भाइ बहिनीहरू र नबुझेको मान्छेहरूले पनि अब त्यही सिक्नुभयो अनि त्यसरी नै टोइलेट जानुभन्दा अगाडि खाना खानुभन्दा अगाडि अनि गोठहरूमा यस्तो गइसकेपछि हात धुनुपर्छ भन्ने जान्नुभयो